अहिले चाहिँ फाइनली म तल बरबटी आइसकेँ हैन। यो चाहिँ हाम्रो घर हो। यता तल चाहिँ प्रकाशहरुको घर छ। हामी हाम्रो घरतिर जाँदैछौँ। हाम्रो मूल घर भत्किसकेको छ अहिले चाहिँ। यो कटरको डाँडो पारी तिलार हो। तिलार बिरकोट यता देखिएको। यो कटरको बोट लगभग निकै पुरानो भइसक्यो। पहिले कुखुरा हजुरबाको पाला देखेको थियो अनि सबै घारी नै घारी भएछ। यो चाहिँ हाम्रो घर हो हैन। अहिले चाहिँ यस्तो भएछ। यो चाहिँ पहिला हाम्रो यहाँभित्र भान्सा। यहाँदेखि भित्र चाहिँ भान्सा। यहाँनिर गाग्री साग्री राख्ने ठाउँ। पुरै यस्तो भएछ। अनि म माथि जाँदैछु गाइस हैन। अहिले चाहिँ यहाँनिर माथि यतापट्टि थियो हैन हाम्रो कोठा त पहिला। हाम्रो सुत्ने कोठा चाहिँ पहिला यतापट्टि थियो। अहिले चाहिँ यहाँ माथि चुलो पनि बनाएर छ। यहाँबाट माथि यता माथि बोट थियो। अझै गोठु भत्किएको छ हैन। सिस्ने गाडी छ सबै। यतापट्टि चाहिँ बुवाहरूको कोठा थियो। यता तल चाहिँ हाम्रो मूल घर पहिलेको अर्को घर चाहिँ भत्किसकेको छ। यतापट्टिको चाहिँ ठिक रहेछ। हाम्रो त टोयलेट पनि पुरै जाएर जाथी हेर न। उहाँ पर हो क्या टोयलेट देखिँदैन यहाँबाट भिडियोमा। यहाँनिर यो हल्का हल्का देखे जस्तो टोयलेट हो। यहाँनिर यो सुन्तलाको बोटो होइन प्रकाश हो। यो सुन्तलाको बोटो हो त्यो चाहिँ। यता तल प्रकाशहरुको घर। यहाँबाट तल त थाहै छ ज्यामिरे जाने बाटो होइन। म चाहिँ आज एकदमै धेरै ह्याप्पी छु होइन। हिल गार्डन भइरहेको छ। धेरै पछाडि पहाड घर आइयो होइन। खुसी लागिरहेछ। साथी कस्तो लागिरहेछ तिमीलाई हाम्रो पहाड? रमाइलो छ नि होइन। उयो पनि फल्छ आल्चा उयो थाहा छ बखडाहरू। त्यो पनि यो चाहिँ हाम्रो मूल घर। यो मूल घर पछाडि
यो आलु बखडालाई हेर्न आएको छु। म चाहिँ आलु बखडा पाएको छु नि भन्दा, तर अलिअलि काँचेर छ नि, बाँदरले सबै सकिसकेर छ होइन। एउटा दाना चाहिँ चाखेको तितो तितो रहेछ, अमिलो अमिलो तितो तितो। यहाँ चाहिँ चट्ट एकजना दाजुले खोर्सानीको बिरुवा लाउनु भएको रहेछ, तर देखदेख नगरेकाले सबै चाहिँ त्यही नाश भएर गएको छ नि होइन। यो लिएर जाऊँ भनेर प्रकाशलाई भनेको, तर यो किरा परिहाल्छन् अरे क्या 1-2 दिनमै। यो सबै यो विषयुक्त भने जस्तो किरा परिसकेको, सबै रोग लागेको। हामी चाहिँ अब प्रकाशको घर जाँदैछौँ यताबाट। यो चाहिँ प्रकाशको घर पुरानो। यहाँनिर चाहिँ खोर्सानी खेती छ पुरै। आएर हेरेर सहर गर्न सक्नुहुन्छ। यहाँ खोर्सानी, कागती, सुन्तला राम्रो फल्छ। यता चाहिँ यो पहिला पण्डितनी आमाको घर भन्दै अलि यति मात्रै बाँकी रहेछ पण्डितनी आमाको घरको चाहिँ। यहाँ अम्बक मजाले फल्छन् सिजनमा। हामी केटाकेटीमा खान्थ्यौँ यो कटहरको बोट। अहिले पनि मजाले फल्छन् अरे कटहर। यो अहिले म जाँदै गरेको खोलालाई चाहिँ ज्यामिरे खोला भन्छौँ हामी। ज्यामिरे खोलामै पानी हो कि पारी हो। फेरि पारी पनि प्रकाशको गोठ छ क्या। पहिले त्यहाँ पनि गएर एकचोटि म नुहाएँ जस्तो चाहिँ लाग्छ। हामी चाहिँ यो ठाउँ छोडेर जाँदैन थियौँ होला, तर यहाँनिर चाहिँ अलिक पहिले पानीको अभाव होइन, बाँदरहरू धेरै लाग्ने। अहिले पनि बाँदर चाहिँ औधी लाग्छ नि यता। प्रकाश अगाडि अगाडि गइसक्यो, म पछाडि पछाडि। ल ज्यामिरे खोला भनेको यही हो। ज्यामिरे खोला आइपुग्यौँ हामी। यहाँनिर एउटा पहिले धारो बनाएको थियो क्या यहाँनिर, अहिले छैन। अब यो खासै अब यो प्रयोग हुन आएकाले यहाँ छैन। त्यहाँनिर धारो थियो। हामी अब नुहाउन चाहिँ माथि जान्छौँ प्रकाशको गोठमा। म भने पुरानो मान्छे हो नि त साथी, बाटो थाहा छ नि त मलाई। ल हामी चाहिँ फाइनली गन्तव्यमा आइसक्यौँ होइन। गल्ली साथी अब चाहिँ हामी बाथिङ हान्ने हो। कुन यहाँ छ हाम्रो बाथिङ गर्ने ठाउँ चाहिँ। यो चाहिँ अरे साथी हाम्रो धारा। बनेको छ पहराले यो छाती मेरो। बाथरुम आइसक्यो। बाथरुम भन्दा पनि पाहाडको धारा हो। साथी तिमीलाई अनि कस्तो लागिरहेको त? अनि मलाई एकदम यार खुसी लागिरहेको छ अहिले चाहिँ होइन। मेरो पछाडि आफ्नो ठाउँमा आउँदाखेरि पछाडि यो दामी कुल पानीमा होइन तातो तातो भइरहेको छ। नुहाउनु पनि आज मजा आउने होला साथी। यस्तो खतरा धुन कहाँ सिक्यो यार तिमीले? अब चाहिँ हामी बाटो आनिसक्यो। अब फेरि अब हामी प्रकाश भएको ठाउँ गोठालो जान्छौँ। लुगा चाहिँ अब यहीँ सुकाइदिएर अनि साथी भइसक्यो तिम्रो।
अब चाहिँ हामी नुहाइसकेर फेरि अब हामी गोठालो जाँदैछौँ होइन। प्रकाशमा पारी हाम्रो त्यो दिवाली गर्ने मन्दिर छेउमा बाख्रा चलाउँछ भन्दै थियो। हाम्रो पहिलाको त्यो दिवाली गर्ने मन्दिर म तपाईँहरूलाई देखाउँछु अहिले फेरि। साथी तिमीलाई यो खोलाको नाम थाहा छ? यो खोलाको नाम चाहिँ ज्यामिरे खोला हो। होइन नाम ज्यामिरे नि, अब के थाहा छ त। पहिला उहाँनिर एउटा धारो थियो होइन, हामी त्यहाँ लुगा धुने नुहाउने, उता माथिको मान्छेहरू त्यहाँबाट गोरुहरूलाई पानी सानी लग्ने होइन, यहाँबाट हुन्छ क्या। खाने पानी चाहिँ उता माथि नै आउँथ्यो धारामा, सानो आउँथ्यो। त्यो अघि हामी बाइक राख्यौँ होइन, त्यो बाइक राखेको ठाउँमा धारो थियो क्या पहिला। के निस्किँदैन? सुन सुन त हो यार। के त निस्किन नि सक्छ। पानी हो मलाई आल्चा भन्छ क्या यसलाई चाहिँ, अम्ली अम्ली हुन्छ। बर जस्तो हुन्छ कस्तो अहिले चाहिँ हामी उता हाम्रो त्यो दिवाली गर्ने ठाउँ अघि मैले भनेको थिएँ नि, त्यतिर जाँदैछौँ। यो साइडमा चाहिँ पहिले एउटा पोखरी थियो जस्तो लाग्छ, अहिले यो बाटो बनाउने भएर रहेन रहेछ। यतापट्टि बोका काट्नु, यतापट्टि माथि मन्दिर, यो चाहिँ हाम्रो उताको मन्दिर। यता चाहिँ हाम्रो बोका काट्ने ठाउँ हो। यो चाहिँ हाम्रो बोका काट्ने ठाउँ हो होइन। अनि यहाँनिर कताबाट बोका फाल्ने क्या, यहाँबाट काट्ने, टाउको यति राख्ने, अनि जिउ चाहिँ यहाँबाट फाल्दिने, यता बाहिर निकालिदिने। यता मान्छेहरू बस्छ, अनि त्यो लिएर प्रसादको रूपमा खान्छन्। हाम्रो बाख्राहरू चाहिँ माथि छन् होइन, प्रकाशमा गोरु लिनलाई गराउँछ कता हरायो।
हेर्नु हिजो हामीले भोजपुरबाट फर्केर आउँदाखेरि त्यतातिर खाजा पानी पर्दैन थियो हो तारे हेर हो अहिलेतिर अहिले आउँदैछन् गोठालो जाँदा लागेको माया पर्वते जाँदा भुलेछु यो चाहिँ माले हो त्यो अगाडिको चाहिँ तारे हो तारे हिँड छिटो हिँड पानी पर्न लागिसक्यो होला आज पछाडि पनि आउँदैछ आइज दिनी आइज दाजुज्यू तल छ हाम्रो घरमा एउटा हाम्रो हो तँलाई अहिले बेहोरा देखा न अहिले माले हो ए खुदे सर्टकट रास्ता थियो र नि यिनीहरूलाई छिराउनु सकिनँ मैले आज हो आज यताबाट छिराउनु पर्ने यो चाहिँ अहिले तेरो नि म तारेको ठुला अगाडि लगाएपछि साना त आफै पछाडि आउँछ ऊ त एउटा बाच्छा चाहिँ अलिक चुलबुले पहिले एउटा पोखरी थियो अहिले यहाँ पोखरी छैन होइन हाम्रो पहिला पानी खाने धारो यहाँ अगाडि थियो होइन यो बाँस लडेको थियो यतापट्टि अहिले चाहिँ छैन वसन्ततिर प्रकाश त्यहाँनिर बसिरहन् धारे के अहिले तेरो नि अहिले भयो चढ माथि अहिले नै अहिले तेरोमा तारे अहिले चाहिँ म ठ्याक्कै हाम्रो घर छेउमा आइपुगेँ आज गोठालो गएर आइयो होइन साथीहरू तल बसिरहेछन् हो अहिले उल्लु यसले यता सुरु गरेको नि यसले चाहिँ भर्खर ब्याएको छ होइन दुईटा पाठा पानी आउँछ जस्तो छ अब चाहिँ हाम्रो पुरै भिरको बाटो छ होइन प्रकाशितको पारी गोठमा पुग्यो हुनलाई
यस्तो छ गाइज बाटो होइन हाम्रो तारे हाम्रो गोठाउन आँटो होइन उयो माथि देखिरहनु भयो होला तारे हो अघिका हाम्रो दुईवटा साना गोरु हुन् होइन दुईवटा कति 40,000 किनेर ल्याएको हुन्थ्यो पहिलाका गोरु बेचेर अहिले तेरो नि म अहिले बाई बाई ल यहाँलाई मैले आजदेखि बाई बाई भने होइन अब पछि फेरि भेट भएछ नि हाम्रो भेट हुनेवाला छ